हेलो गाइस नमस्ते। म चाहिँ चुनावमा भोट दिन घर गएको थिएँ। घरमा चाहिँ फर्सीको बोट लगाउनु भएको रहेछ। बेमौसमी टाइममा पनि यो फर्सी यति धेरै झाँगिएको, मुन्टाहरू कति धेरै फलेको यो देखेर कस्तो मनै आनन्द आउने। यस्तो अर्ग्यानिक कुरा देख्दाखेरि मलाई पनि भिडियो लिन मन लाग्यो। यता पनि लहरा कति धेरै मजाले सप्रेको यो मुन्टाहरू टिप्दा टिप्दै अब लगभग छाक पनि पुग्न लाग्यो जस्तो छ। त्यही पनि म टिपै छु, यता लम्किँदै उता लम्किँदै टिप्या चाहिँ लु यति भयो टिप्दा टिप्दै। यति टिपिसकेपछि म चाहिँ लसुन बारीतिर लागेँ। लसुन बारीमा लसुन पनि यति कस्तो मजाले फलिरहेको उखाल्ने बेला भएको रहन्छ। उहाँ चाहिँ मेरो सासु मम्मी के टिपिरहनु भएको छ। मम्मी के टिप्नु भएको? भिडियो बनाएको थाहा थिएन, भिडियो बनाएको देख्दा अक्मकिनु भयो। मम्मी त्यसरी चुडेर के टिप्नु भएको? बेसीको साग लट्टे अहिलेको तरकारी यही त हो नि। मिठो मिठो हुन्छ है? मिठो हुन्छ। ए लिनु, मैले पनि मुन्टा लिएर आएको छु टिपेर। जाडो पनि हुँदो रहेछ है मुन्टा त अलिअलि। यो चाहिँ आलु हो? त्यो आलु हो। अब खन्ने बेला भएको? अब बोट मर्यो नि त। ए लसुन चाहिँ हरियै रहेछ है? ए मम्मी यो के हो? आलस होइन? सौसुर हो नि। हौ कहाँको आलस हुन्छ? ए साग खाइसक्नु भएको यसको? छाटेर खायो अनि बिउ राख्नु भएको? ए खाँदै लाँदा उब्रेको। ए अब अर्को साललाई बिउ चाहिँ किन्न नपर्ने रहेछ। हेरौँ अब कुन पोकामा कता राखिन्छ, भेटियो भने हो। के गर्दै गरेको? सब्जी केलाको छोरा के को हो यो सब्जी चाहिँ? मुन्टा अनि फर्सीका मुन्टा अब उखान भन्ने भन्थे भुलिहाल्छ। गाह्रो छ। यो चाहिँ साग पनि रहेछ। ए के को साग हो कसो? रायोको साग सिजनको रहेछ, चौरीको परेछ। तपाईँको चाहिँ साग मनपर्ने के हो? मलाई साग चाहिँ हरियोमा दुबोदेखि माथिका सबै कुरा सब मिल्छ। यो बिरालो चाहिँ